नमस्ते, सुन्नुहोस् न, यही आउँदो सेप्टेम्बर 27, 29, 30 का दिन नेपालको राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता दुई पटक विश्व विजेता भएको वेस्ट इन्डिज क्रिकेट टिमसँग हाम्रो खेल हुँदैछ। त्यो पनि शारजाको क्रिकेट स्टेडियममा। अब हामी नेपाली राष्ट्रिय टोलीलाई जिताउनका लागि हामी युएमा छरिएर रहेका सम्पूर्ण नेपालीहरू हाम्रो राष्ट्रिय झन्डा सहित बाक्लो उपस्थितिले हौसला भने प्रदान गर्नुपर्ने हुन्छ। त्यसका लागि पनि हामी नमस्ते ट्राभल्सले बरदुबईबाट बसको व्यवस्था गरेका छौँ र नेपाल र वेस्ट इन्डिजको यो क्रिकेट प्रतियोगिता भने एकदमै रोमाञ्चक हुनेछ र हामी युएमा रहेका धेरैभन्दा धेरै नेपालीहरूको साथ सपोर्ट हौसला भने आवश्यक पर्ने भएको हुनाले आफ्नो ठाउँबाट यो प्रतियोगितामा उपस्थित भई सहयोग गर्न पनि अनुरोध गर्दछु। हस्त नमस्ते।